नमस्ते सबैजना साथीहरूलाई हार्दिक स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। साथीहरू, नेपाली शेयर बजारमा एकपछि अर्को गर्दै अहिले विभिन्न कम्पनीहरूले चाहिँ आइपिओ निष्कासन गरिरहेका छन् र यसै क्रममा लामो समयको प्रतीक्षापछि साथीहरू हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले पनि फाइनली आइपिओ निष्कासन गर्नुको लागि मिति भने तय गरिसकेको छ र यो कम्पनीले चाहिँ आइपिओ कहिलेदेखि निष्कासनमा ल्याउँदैछ र यो कम्पनीमा कति किता आवेदन दिने र यो कम्पनीमा आइपिओ कुन कुन व्यक्तिले चाहिँ भर्न पाउँछ र यो कम्पनी के कस्तो रहेको छ यसको बारेमा हामी विशेष छलफल गर्नेछौँ। कृपया भिडियोलाई भने अन्तिमसम्म हेरेर साथ दिनुहोला है। हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले चाहिँ साथीहरू जेठ 30 गतेदेखि साधारण शेयर आइपिओ निष्कासन गर्ने भएको छ र यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि भने पहिलो चरणमा कुल 2,79,750 किता शेयर भने निष्कासन गर्न लागेको र नेपाल धितोपत्र बोर्डबाट साथीहरू यो कम्पनीले जेठ 9 गते चाहिँ अनुमति प्राप्त गरिसकेको छ र यो कम्पनीले चाहिँ 11,19,000 किता साधारण शेयर भने निष्कासन गर्न पाउनेछ र पहिलो चरणमा साथीहरू यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि भनेर 5% अर्थात् 1,86,500 किता शेयर चाहिँ निष्कासन गर्दछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि भने यो कम्पनीले 10% अर्थात् 93,250 किता शेयर भने छुट्याएको छ र यो कम्पनीमा चाहिँ साथीहरू आयोजना प्रभावित क्षेत्र अन्तर्गत ओखलढुङ्गा जिल्लाको खिचिदेम्बा गाउँपालिका वार्ड नम्बर 8 साबिक बुसिङ गाविस र सोलुखुम्बु जिल्लाको लिखुफिके गाउँपालिका वार्ड नम्बर 2 र साबिक गोली गाविस वार्ड नम्बर 1 देखि 5 सम्मका बासिन्दाहरूले भने आवेदन दिन सक्नेछन्। त्यस्तै साथीहरू यो कम्पनीमा चाहिँ स्थानीय बासिन्दाहरूले कहाँबाट चाहिँ आवेदन भर्न सक्नेछन् यसको बारेमा छलफल गरौँ है त। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले भने आवेदन दिनको लागि सिटिजन ब्याङ्कको लिखुफिके शाखा ओखलढुङ्गा स्थित महिला भवन र जनस्वास्थ्य भवन तथा सोलुखुम्बुको वडा कार्यालयबाट भने आवेदन दिन सकिनेछ र यस कम्पनीमा भने साथीहरू अब के कति किता आवेदन दिने त्यसको बारेमा छलफल गरौँ है त। यो कम्पनीमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने न्यूनतममा 10 कितादेखि अधिकतममा 10,000 कितासम्मको लागि भने आवेदन दिन सक्नेछन् र यो कम्पनीमा चाहिँ आवेदन दिनको लागि असार 13 गतेसम्म यो कम्पनीको अन्तिम दिन रहनेछ भने सो अवधिमा चाहिँ पूर्ण आवेदन नपरेको खण्डमा भने साथीहरू असार 29 गतेसम्म पनि लम्बिनेछ। दुवैसम्मको लागि भने साथीहरू यो कम्पनीले जेठ 30 गतेदेखि चाहिँ आइपिओ निष्कासनमा ल्याउँदैछ। साथीहरू यस आइपिओको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ र यो कम्पनीले चाहिँ साथीहरू पहिलो चरणमा शेयर निष्कासन गरिसके पश्चात दोस्रो चरणमा भने साथीहरू सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्न लाग्ने हो र यो कम्पनीले सर्वसाधारणको लागि 9,32,500 किता शेयर भने निष्कासन गर्नेछ र यो चाहिँ कुल जारी पुँजीको 25% ले हुन आउँछ र साथीहरू यो कम्पनीले पहिलो चरणमा शेयर निष्कासन गरिसके पश्चात दोस्रो चरणमा भने यो कम्पनीले चाहिँ सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्न लाग्दैछ र यो कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि 9,32,500 किता शेयर भने निष्कासन गर्नेछ र यो कुल जारी पुँजीको 25% ले चाहिँ हुन आउँछ र साथीहरू अब यो कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीका नेपालीहरूको लागि निष्कासन गरिसके पश्चात दोस्रो चरण हुने मात्रै सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्नेछ। हवस् त साथीहरू, आजको यो भिडियो यति नै। फेरि पनि आगामी दिनमा नयाँ भिडियोहरू लिएर आउनेछु। हवस्, धन्यवाद, शुभ दिन।